हाँसीको तामाले नदेखि गरी मुतेर आइसकेँ होइन कहाँ जाने भाइ चिहान ए तेरो घर लुच्ची खान्छ नि के भयो त नि तेरो त्यो चुतिया बाउबाट लुच्ची अनि के भयो त बाउ होइनन् घर आज बाउ नभएर हुन्छ तेरो बाउ त त्यो लुच्ची खाएको देखि त उडेर आउँछ उडेर होइनन् भने घर जाउँ के त कसम कसम होइन तेरो त्यो चुतिया बाउ मोजीले चाहिँ लुच्ची खान दिएला त भने बजार गएन भने बाउ आज बजारे गए त्यसो भए 2 घन्टा आउनु 2 घन्टा आउँदैन जाउँ साँच्ची होइन साँच्ची आउँदैन भनेर अघिदेखि भनिरहेको छु यो दाइ त कस्तो हो के होइन भाइ कता हो बाटो यहाँ उभिनु पर्छ ल जाउँ ल ल दाइ लिची चाहिँ यिनै हुन्न हेर्नु यस्तै बोर्डहरू चाहिँ हाम्रो सँगै छन् होइन आज लुची खाने चाहिँ यही हो दाइ बिस्तारी है 1 hour later. को तेरी माछी थरी बोला यो मेरो लुची बारीमा छोरा तब हो को त्यहाँ बोर्डमा कोही नि छैन मेरो साथी हो ए आउ छोरा आइज त हजुर आइज होइन साथी हो के साथी हो म बुझ्छु आइज नि एउटा तर गोप्पै कुरा के तल एकजना दाइ हुनुहुन्छ के बुझी मैले तेरो साथी हो के आइजो न केरीमा जाँठा तँलाई गाउँका बुङ्गा खान्न पा लुच्चाहरूलाई ल्याएर त्यो यसरी लुची पनि कम महँगो छ लुची 400 रुपियाँ किलो छ सरी के को सरी तेरो त्यत्रो लुची आउँछ हुनुहुन्छ भने मैले अघि नै यस्ता खान्न पा लुच्चाहरूले कति लुची खान्छ थाहा छैन तँलाई सरी भने सोधेर ल्याउनु पर्छ के भने ल्यास् तैँले त्यहाँ अब त्यहाँ 2टा भन्दा बढी लुची खादेखि भने त्यहाँ जा गर सम्झ मैले एउटा मात्र नि खाएन जा सम्झ ओहो भाइ आइपुग्यो कहाँ गाड्यो बाबा 15-20 किलो लुच्ची खाएँ यति 4-5 किलो चाहिँ 4-5 गर्लफ्रेन्ड लान्छ है भाइ हुन्छ ओहो अङ्कल आउनुभयो अङ्कल नमस्ते ल भाइ अघि बोल न त्यो केटा त के लानु है अहिले क्लाउड हो कहाँ भेटौँ है तिमी बाउ भएर ल जस्तो ल भाइ है ल है अङ्कल है ल है गएँ म होइन छोरा बाबा आइज सल्लाह गर्छु कि सल्लाह गर्नु दाइ कहाँ हो दाइ ल गएँ भाइ सल्लाह हो कि त्यो बाउ छोरा सल्लाह आइजो यस्ता बस्नु खानु पर्छ मान्छे गाउँलेहरूलाई भिकारीहरूलाई अहिले गहिरेहरूलाई बोलाएर पुइगेडा हुन लिची भन् भने ठाउँमा त्यत्रो कति 12,000 को लिची लो त्यसले त्यसको जरा तँलाई कुनै दिन समय मिलाएर रानीको छोरा भनिन भने नि म तेरो बाउ होइन बुझिस् भाग मुदी